हजुरहरू सम्पूर्णमा नमस्कार। स्वागत छ हाम्रो हेल्थ केयर युट्युब च्यानलमा। आजको भिडियोमा हामी गर्मी महिनामा शिशुको ख्याल कसरी गर्ने भन्ने महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। गर्मीमा सानो बच्चालाई तातो, पसिना, घमौरा र डिहाइड्रेसनबाट कसरी जोगाउने भन्ने चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। शिशुलाई डिहाइड्रेसन हुन नदिनुहोस्, जसमा चाहिँ पानीको कमी हुन नदिनुहोस्। 6 महिनाभन्दा सानो शिशुलाई केवल आमाको दुध वा फर्मुला दुध नै पर्याप्त हुन्छ। यस उमेरमा थप पानी दिनु आवश्यक छैन। तर 6 महिनाभन्दा माथिको शिशुलाई सानो मात्रामा उमालेर चिसो पारेको पानी दिन सकिन्छ। गर्मीमा पसिना धेरै आउने हुँदा शिशुलाई बारम्बार स्तनपान वा दुध पिलाउनुहोस्। अर्को छ लुगामा ध्यान दिनुहोस्, जसमा चाहिँ लुगा चाहिँ कस्तो खालको लगाउने त भन्दाखेरि सुतीको हल्का कपडा लगाइदिनुहोस्, जसले पसिना सोस्छ र छालाको सास छालाले सास लिन सक्छ। धेरै गाढा र बाक्लो लुगा लगाउनु हुँदैन। राति सुत्दा हल्का कपडा लगाएर राम्रो हावा आउने कोठामा सुताउनुहोस्। घाम र तातोबाट जोगाउनुहोस्, जस्तै दिउँसो 10 बजेदेखि 4 बजेसम्म शिशुलाई सिधा घाममा लैजानु हुँदैन। लैजानै परे छायामा राख्नुहोस् वा टाउकोमा हल्का टोपी वा छाताको प्रयोग गर्नुहोस्। घरभित्र पनि कोठा धेरै तातो भएमा पङ्खा वा एसीको प्रयोग गर्न सकिन्छ, तर शिशुमाथि सिधा हावा नलाग्ने गरी राख्नुहोस्। छालाको समस्या जस्तो र्यासेस, घमौराको ख्याल गर्नुपर्ने हुन्छ। गर्मीमा पसिनाले शिशुको छालामा घमौरा आउन सक्छ। शिशुको छालालाई सधैँ सुक्खा र सफा राख्नुहोस्। समय समयमा कपडा फेर्नुहोस् यदि पसिना आएको छ भने। बच्चाको टल्किने भाग जस्तै घाँटी, पिठ्यू, कम्मर, जिउको भाँजमा हल्का टलक्क थोरै बेबी पाउडरहरू प्रयोग गर्न सकिन्छ, तर अत्याधिक प्रयोग गर्नु हुँदैन। र डाइपर र्यासेसबाट बच्न समय समयमा डाइपर फेर्नुहोस् र हावा लाग्न दिनुहोस्। अर्को छ शिशुलाई नुहाउने बानी गर्नुपर्ने हुन्छ। गर्मीमा शिशुलाई दिनमा 1 पटक वा आवश्यक परे 2 पटक हल्का चिसो पानीले नुहाउन दिनुहोस्। धेरै चिसो पानी प्रयोग नगर्नुहोस्। कोठाको तापक्रम अनुसारको पानी उपयुक्त हुन्छ। नुहाएपछि छालालाई नरम कपडाले पुछेर सुकाउनुहोस्। निद्रा र आराम, शिशुले आरामसँग सुत्न सक्ने वातावरण बनाउनुहोस्। कोठामा राम्रो हावा आउन दिने पङ्खा चलाउने, तर सिधा हावा शिशुलाई नलाग्ने गरी राख्ने। गद्या, ओछ्यान सफा राख्ने र हल्का चादरको प्रयोग गर्ने। जस्तो खानपान घरमै बनेको सफा र ताजा खाना दिने। फलफुल जस्तै काँक्रो, खरबुजा, तरबुजा जस्ता पानीयुक्त खानेकुराहरू थोरै मात्रामा दिन सकिन्छ, तर धेरै तेलिलो मसालेदार खाना नदिनुहोस्। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? कृपया सल्लाह सुझाव र प्रतिक्रिया भए दिनुहोला।